साथीहरू नमस्ते, सन्चै हुनुहुन्छ हजुरहरू? म पनि सन्चै छु, हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आज नयाँ भिडियो स्टार्ट गर्दैछु। मैले बिहानै उठेर सब्जीहरू बनाएँ अनि कुखुराको मासु, लोकल कुखुराको मासु पनि बनाउनलाई रेडी गरेँ। अब म यो मासु पकाउँछु। झापामा गर्मी एकदम धेरै छ, हेर्नु न कस्तो हपहप भइरहेछ मलाई। अनि मैले मासुहरू पकाउनको लागि तेल प्याज हालेर रेडी गरेँ। अनि लोकल कुखुरा हिजै ल्याएर काटेर राखेको थियो, अनि त्यो पकाउन ठिक्क पारेँ। यता चाहिँ आमा छोराले बेसार केलाउनु हुँदैछ, म चाहिँ मासु पकाउँदैछु। अदुवा लसुनको पेस्ट हाल्छु होइन। अनि सबैभन्दा लोकल कुखुरामा चाहिने भनेको मसला राम्रो हुनु पर्यो। अनि भिडियो बनायो होला भनेको एउटा त फोटो पो खिचेछु। त्यस पछाडि म खानासाना पस्किन्छु अनि हामीहरू बिहान चाहिँ हतार हुन्छ, खानासाना खान्छौँ। अनि म रेडी पनि हुन्छु, पसल आउनुपर्ने हुन्छ। गर्मी यस्तो छ नि, नजानु पऱ्यो पनि हुन्थ्यो भन्दै ठिक्क पर्छु। अनि रेडी पनि भइहालिन्छ एकैछिनमा। त्यस पछाडि हामी चाहिँ घरबाट निस्कन्छौँ अनि पसल जान्छौँ। यो चाहिँ हाम्रो घर अगाडिको बाटो, मकैको सिजन भएर हेर्नु न खोया मकै कति धेरै छ। अनि हामीहरू सुइँ भएर पसलतिर लाग्छौँ। आजलाई यति नै, बाई बाई।